सम्पूर्णलाई नमस्कार मेरो युट्युब च्यानलमा। म आज तपाईहरुलाई झोलवाला चिकनको रेसिपी भन्दैछु। म चिकनलाई सबभन्दा पहिले 2-3 पटक सफा पानीले धुने। मैले 3 पटक 4 पटक सफा पानीले धोए। त्यसपछि म्यारिनेट गर्नको लागि एउटा भाँडामा राख्दैछु। मासुलाई म्यारिनेट गर्ने अनि म्यारिनेटको लागि मैले एउटा भाँडामा राखेँ। त्यसमा मैले थोरै नुन राखेँ। त्यसपछि म राख्दैछु कश्मिरी चिल्ली पाउडर। यसले मासुमा यति राम्रो कलर ल्याउँछ, देख्नमा पनि राम्रो हुन्छ। अनि थोरै राखेँ हल्दी पनि राख्दैछु। अब यो 3 आइटमलाई म मजाले मिक्स हुने गरी भित्र पस्ने गरी मिक्स गर्दैछु। हल्दी, कश्मिरी र नुन 3टा राखेर यसलाई मिक्स गर्दैछु। यो मिक्स भइसकेपछि म त्यसमा थोरै कागती पनि राखेँ। कागतीले अझै कुखुराको मासुलाई टाइट बनाउँछ अनि स्वाद पनि राम्रो आउँछ पछि पनि। म्यारिनेट गरिसकेपछि यो मासुलाई मैले 10-15 मिनेटको लागि छोपेर कुनै ठाउँमा राख्दैछु र मसलाको तयारी गर्दैछु। मसलाको लागि मैले 4-5 वटा डल्ले खुर्सानी सुकेको अनि त्यसपछि धनिया राखेँ। धनिया राखिसकेपछि जिरा, लौंग, इलायची, दालचिनी, गरम मसलाको आइटम सबै त्यसमा छ मिक्स, त्यो पनि राखेँ। अनि त्यसपछि म राख्दैछु लसुन पनि राखेँ। अनि हरियो खुर्सानी, अलि चिसो छ मौसम, खुर्सानी चाहिँ अलि बढी नै राखेको छु। चिसो मौसममा अलि पिरो झोल मिठो हुन्छ भनेर। अनि त्यसमा अदुवा पनि राखेँ। अब झोललाई अलि बाक्लो अनि अलि स्वाद अझै बढाउनको लागि मैले त्यसमा प्याज पनि राखेँ। 2टा प्याज पनि राखेँ। अरु 2टा चाहिँ काटेर फ्राई गर्छु, त्यो चाहिँ झोलको लागि। अनि त्यसमा 2टा टमाटर पनि राख्दैछु। यसलाई सबैलाई अहिले पिसेर झोलको लागि ल यसलाई पिस्ने, तर खस्रो पिस्नु होला। एकदम मसिनो पिसेपछि त्यति राम्रो हुँदैन झोल चाहिँ। मैले अलि खस्रो नै पिसेको छु। एकदम मसिनो पेस्ट चाहिँ बनाउनु होला, ठिक्कको बनाउने। त्यसपछि फलामको कडाईमा अझै कुखुराको मासुको स्वाद अझै राम्रो हुन्छ। त्यही भएर मैले फलामको कडाईको युज गरेको छु। त्यसमा शुद्ध तोरीको तेल अनि मैले जिरा पड्काएँ। जिरा पड्काइसकेपछि त्यसमा मासुलाई राखेर मासु रातो हुने गरी भुट्दैछु। मासु लगभग भुटिसकेपछि चाहिँ अलि रातो भइसकेपछि त्यसमा मैले अघि बचाएर राखेको 2 दाना प्याज पनि राखेँ कटिङ गरेर। प्याजलाई पनि मिक्स र अनि भुटिने गरी चलाइसकेपछि मैले त्यो मसला राखेको भिडियो चाहिँ स्किप भयो रहेछ। पिसेको ग्राइन्ड गरेको मसला चाहिँ राखिसकेको थिएँ त्यसमा। अनि मसला भुटिसकेपछि झोल पनि रेडी भयो। पानी राखेँ। त्यसपछि अब मासु लगभग झोल रेडी भइसक्यो। त्यसपछि अघि काटेर राखेको धनिया त्यसमा मिक्स गर्ने। अब मासु झोलवाला चिकन रेडी। चिसो मौसममा यो झोलवाला चिकन भातसँग अति नै मिठो हुन्छ। हस् त धन्यवाद। सबैजनाले मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हस् त धन्यवाद।